दर्शकवृन्द यति बेला हामी वीरगञ्जको घण्टाघर अगाडि छौँ र यहाँ एउटा कानुनका छात्रा हुनुहुन्छ, उहाँको हातमा कार्की आयोगको पुरा प्रतिवेदन खोइ भनेर एउटा यो पेपर रहेको छ, फोटोकपी पेपर रहेको छ। केही बेर अघिदेखि उहाँहरू भनौँ न वीरगञ्जको प्रोपर यहाँ बसोबास गर्ने स्थानीय कानुनका विद्यार्थीहरूद्वारा बृहत तरिकाको चाहिँ प्रदर्शन भएको छ। आउनुहोस् यो सन्दर्भमा उहाँसँग हामी कुरा गरौँ, यो प्रदर्शन किन र केका लागि र कसरी गर्दै हुनुहुन्छ उहाँहरू। तपाईँको स्वागत छ। मेरो नाम सुस्मिता द्विवेदी हो। यो आजको तपाईँहरूको प्रदर्शन किन र केका लागि? यो आजको हाम्रो प्रदर्शन सुशीला कार्कीज्यू प्रधानमन्त्री बन्नुभयो, अन्तरिम प्रधानमन्त्री बन्नुभयो। त्यो प्रतिवेदन अहिलेसम्म कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुभएको छैन। यो हाम्रो आजको विरोध यो प्रतिवेदन सार्वजनिक किन नभएको होला, तपाईँले के लाग्छ? यो विरोध प्रदर्शन सार्वजनिक किन भएको छैन भने मलाई त लाग्छ यो नेतावाद कृपावाद लागि लिएर झाकझोक गर्नको लागि यो भएको छैन। उहाँहरूलाई कुनै फस्ने डर त छैन नि? हुन सक्छ त्यसैको लागि त अहिलेसम्म यो सार्वजनिक गर्नु भएन। किन गर्नु भएन? उहाँलाई त चुनावको पहिला नि यो प्रतिवेदन सार्वजनिक गर्नु पर्यो, तर अहिले यो चुनाव बित्दै 2 हप्ताभन्दा बढी भइसक्यो, तर पनि अहिले किन गर्नु भएन? के कारणले गर्नु भएन? उहाँलाई के लागिरहेछ कि उहाँले यो प्रतिवेदन सार्वजनिक गर्नु हुँदैन भने जनता चुप बस्छ, मन बस्छ? उहाँले किन यो प्रतिवेदन सार्वजनिक गर्नु? अब त देशमा अर्को सरकार बन्न लागेको छ, अर्को सरकार बन्दैमा के उहाँ यो प्रतिवेदन अब पेश गर्न मिल्छ? उहाँसँग हाम्रो माग छ सरकार बन्नुभन्दा पहिला उहाँले यो कार्की आयोगको प्रतिवेदन पेश गर्नु, किनकि हाम्रो यो जेनजी पुस्ता युवा पुस्ता हाम्रो देशको करणधारहरूले आफ्नो रगतले यो नयाँ पिँढीको भनौँ या नयाँ युगको निर्माण गर्नुभएको छ। त्यसैले उहाँले चाँडोभन्दा चाँडो यो प्रतिवेदन पेश गर्नुपर्छ। यदि यो पेश गर्नु भएन भने तपाईँहरू अब अगाडि के गर्नु? उहाँले यो प्रतिवेदन पेश गर्नु भएन, हामीहरूले उहाँहरूको पुतला दहन गर्छु यही घण्टाघरमा उभिएर। पुतला दहनले सार्वजनिक हुन्छ? हुन्छ। कसरी हुन्छ त? पुतला दहन तपाईँ यहाँ गर्नुहुन्छ, उहाँलाई चाहिँ केही फरक नै पर्दैन भने कसरी हुन्छ त? कसरी तपाईँको हुन सक्छ? सोसल मिडियाको मार्फत हुन्छ, हुनसक्छ। किन हुन? आजकल त सोसल मिडियाको जमाना छ। उहाँलाई यो कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोरदार माग गर्दैछु। उहाँलाई यो पेश गर्नु नै पर्छ। धन्यवाद।